ओए हट जाऊ नि हेलो एन्ड गुड मर्निङ फ्रम लेते अहिले चाहिँ म लेते भन्ने ठाउँमा छु अनि हामी हिजो बेलुका आएको थियौँ यहाँ चाहिँ होइन अनि होटलमा बस्यौँ अनि राइट नाउ यो होटलको ठ्याक्कै अगाडिबाट यस्तो दामी भ्युज देख्दै रहेछ कि यो यस्तो हिमालै हो यो पनि लगभग दामी छ है तर ठाउँ चाहिँ कहिले लाग्यो मलाई यहाँ चाहिँ अनि यहाँ छ यस्तो दामी छ अनि हामी चाहिँ काठमाडौँबाट अस्ति हिँडेको थियौँ अनि हिजो पोखराबाट चाहिँ यहाँ आयो अनि हिजो राति बस्दाखेरि यहाँ देखेको थियो अनि त्यस्तो केही देखेको थिएन क्या राति चाहिँ अनि बिहान उठ्दाखेरि त्यस्तो दामी देख्यो क्या अहिले चाहिँ अनि हामी यहाँबाट चाहिँ अहिलेलाई चाहिँ अब यहाँबाट लगभग जोमसोमतिर पनि जान्छौँ जोमसोमबाट अब टाइम मिल्यो अब बाइकले साथ दियो भने चाहिँ हामी अप्पर मुस्ताङ पनि हान्ने प्रयास त गरेर सोचेर आएको चाहिँ त्यही हो लेस चाहिँ के हुन्छ अनि सबसे मन परेको चिज चाहिँ यहाँ हो हाम्रो केटाहरू चाहिँ कोठा उतापट्टि छ यहाँ हाम्रो सोल्टी बिहान बिहान ब्रस गर्दै आउनु भएको छ फेरि के छ दाइ ठिक छ अल गुड ओके हामी रेडी भइसक्यौँ यहाँबाट निस्किनको लागि केटाहरू पनि उठिसके एकजना उहाँ ड्राइभर दाइमा हुनुहुन्छ हाम्रो एउटा मान्छे वासरुम गएको छ एउटा टिकटक बनाउनु त गइरहेको छ नाउ वी आर रेडी टु मुभ अन फ्रम हियर हामी यहाँबाट निस्किन लागिसक्यौँ अहिले हामी ठ्याक्क मार्फमा पुगिसक्यौँ अनि यहाँ धेरै मुभीहरू सुटिङ भइरहेको छ नि त अनि बनाउँ न त भिडियो केटाहरू ग्याङ ग्याङ होस्ताङमा यस्तो दामी रहेछ ठाउँ चाहिँ यार ओके त्यहाँबाट चाहिँ सेउको बोर्डर रहेछ यो चाहिँ है ओ माई गड के अरे यो सबै सेउै सेउ दामी लाग्यो ठाउँ चाहिँ मोबाइल लाग्यो ल यस्तो बवाल ठाउँ लाग्यो कि यहाँबाट नि हेर्नु पुरै केही नि छैन कि पहाड मात्र छ यहाँबाट यस्तो दामी ठाउँ छ कि हाम्रो यहाँ छ एउटा चाहिँ गइसक्नु भयो दाइ चाहिँ अलि अगाडि दामी छ बवाल छ मेरो आवाज आएको छ कि छैन थाहा छैन हेलमेट खोलेको छैन अहिले हावा चलिरहेको छ होइन ओहो यत्रो ठुल्ठुलो है मजा आइरहेको छ है मलाई भयो लेट्स गो यस्तो धेरै हावा चलिरहेको कि यहाँ केटाहरू फेरि फोटो हेर्न आइसकेको थियो झरेर है दामी छ ठाउँ तर लगभग अलमोस्ट सबै पिच भइसकेको रहेछ बाटो चाहिँ यहाँ हुँदैछ हामी चाहिँ जोमसोमबाट माथि लागिसक्यौँ अनि कागबेनी र जोमसोमको ठ्याक्कै बिचमा छ कागबेनी हो त्यहाँ उयो बस्तीहरू भएको ठाउँमा चाहिँ हो यो ठाउँमा लगभग हामी मुक्तिनाथ मन्दिरसम्म चाहिँ पुग्छौँ होला एकछिनमा चाहिँ अब हाफ एन आवरभित्रमा चाहिँ भिडियोहरू बनाइरहेको छन् हाम्रो दाइले चाहिँ लास्ट अवतार हुन्छ कि दाइले चाहिँ के भयो दाइ दर्शन गरेपछि अलि मलाई आनन्द हुन्थ्यो नि त तपाईँलाई खाना पाइन्थ्यो अहिले यो अब जाडो हुन्छ नि त एकछिन पछि हामी माथि गइन्छ नि त नि त्यही त नुहाउन पाइँदैन भन्ने खास नुहाउन त पाइन्छ नि पानी नुहाउनु त खास आत्रै कारण त्यो हो क्या त्यहाँ गसेन टक्क नुहाएर अनि केही खाना पाएपछि अनि ढुक्क भइन्छ नि त ढुक्क भएर हिँड्नु पाए पो हुन्छ भन्ने ठिकै हो दाइले भनेको कुरा नि ठिक हो तर केटाहरूलाई फेरि फोटो चाहियो आउँदा खेतमा के हुँदो रहेछ भने आउँदा हतार हुन्छ नि त नि एकै दिन हामी त्यस्तै भने काठमाडौँ पुगिन्छ हो साँच्ची हो भने हेर्दै राख ल मैले भिडियो बनिरहेको छु बुढाले हो कि होइन भन्छन् त्यो चाहिँ पहिला हामी आउँदाखेरि चाहिँ उतापट्टि खुचिएको थियो अनि हिउँ परेर थियो बब्बाल अहिले चाहिँ ठ्याक्कै सुक्ख जस्ट अपोजिट
हामी मुक्तिनाथ मन्दिर पुगिसक्यौँ मेन डेस्टिनेसन हाम्रो अनि बाइकहरू पार्किङ भइसकेको छ सामानहरू लिइसक्यौँ पूजा सामानहरू पनि भइसक्यो अनि यहाँबाट हामी सिँढी चढ्छौँ all gangs are ready to go there बिस्तारै बिस्तारै चढ्दै जानुपर्छ अब दामी छ बाटो पनि दामी छ हो सिँढी टाढा जाम अब बिस्तारै बिस्तारै कालो चढ्दै सिँढी चढ्दै ओ माई गॉड के छ ठिक छ जय मुक्तिनाथ बाबा तपाईँ कतिचोटि हो यो पहिलोचोटि हो ल फर्स्ट मेम्बर्स अर्को फर्स्ट मेम्बर्स अर्को पनि फर्स्ट हाम्रो चाहिँ सेकेन्ड सुमन दाइको पनि फर्स्ट रे पोखरासम्म चाहिँ 8-9 जर्स 8-9-10 होइन त्यस्तो चाहिँ भन्नु मिल्दैन 8-9-10 कि 8 भन्नु पऱ्यो कि 9 कि 10 भन्नु पऱ्यो चला ग्याङ अरे यत्रो उकालो छाडेर आउँदैछ त मान्छे थके लाग्दो रहेछ ब्लग हेलो भन्नु न दाजु हजुर हेलो हेलो उस्सो मुक्तिनाथ आइएछ है सबजना के छ फेरि पनि आउनु होला सबजना ओके मुक्तिनाथ मन्दिर फाइनल्ली हामी यहाँ मन्दिर पुगिसकेको छौँ ओ माई गॉड दामी छ भिड पनि छ रात ओए ओहो दामी यार दामी यो बे के छ नुहाउने हो यो यस सुमन दाइ के छ ल खै हाम्रो एकै विष्णु भण्डार सर ल्याएर त्यस्ता कुरा तपाईँ भएपछि हामीले सोच्दैनन् कि के हो छिटो भन्नु अब हामी यहाँबाट हामी थोरै न थाहा छ 108 को धारामा नुहाउनु जान लागिरहेको छौँ सबजना लुगा चेन्ज गरिसक्यो यिनीहरू केटाहरू तपाईँले गरे जे गरे त्यही गर्ने हो हामी यस्तो कुरा लेट्स गो हामी जान लाग्यो हेर अब नुहाउनलाई ए ल अब दौडिन्छौँ पालो पालो ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ दिना दर्शन गरेर नुहाइधुवाइ गरेर टिका उता भएर अब हामी पहिला चाहिँ बाइक भएको ठाउँमा जान्छौँ बाइक पार्क गरेको ठाउँमा अनि त्यसपछि हामी खाना खानु पऱ्यो भोक लागेको छ लास्टै अनि देन आफ्टर हामी कता जान्छौँ त्यो फिक्स भएको छैन अझै त्यसपछि हामी टाइम हेर्छौँ अब कसैको के बिजी सेड्युल छ भने चाहिँ हामी निस्किन्छौँ नआयो भने हामी अप्पर मुस्ताङको लागि हिँड्छौँ भोक त लास्टै लाग्यो जोमसमतिर गएर जोमसमतिर हामी लोमनथाङ जाने भने त कागबिन जानु पऱ्यो कागबिनबाट उता लाग्नु पर्छ नट इन्ट्रेस्टेड इन इटिङ भेज यो साइडमा त नखाउँ त्यही भएर कि अनि उतापट्टि बुद्धक मन्दिर नि छ होइन मैले भनेको केयर्स भन्दै सुटोज आवाज द डे ठिक छ मुक्तिनाथ दर्शन गर्न आएको छ हाम्रो 5 जना ग्याङ एउटा मामा भतिजा बहिनीको सेकेन्ड जेनेरेसन आएको छ सानो मम्मीको छोराहरू र मामाको छोरो म ठुलो मम्मीको छोरो हैन त्यसरी आएको छ
दर्शन गरिरहेको छ। यस्तै गरी हामी गोसाइकुण्ड पनि गएका थियौँ। गोसाइकुण्डमा पनि हामी एउटा परिवार जस्तो गएका थियौँ। त्यहाँ पनि एकदम रमाइलो थियो। आज चाहिँ हामी मुक्तिनाथ आउने भगवान्ले जमर्को गराइदिनु भयो र त्यसपछि अहिले हामी मुक्तिनाथ दर्शन गरियो। हामी हिजोबाट हामी पोखराबाट बाबा यति ओके थ्याङ्क यू गाइज। मलाई दाइले धेरै अब क्यामेरा देख्यो कि धेरै बोल्ने बानी छ ठ्याक्कै ऋषि धमला। ल यहाँ यसो यहाँ पनि दामी छ, दामी ठाउँ छ। यहाँ चाहिँ अब यस्तो सर्भिस पनि छ। यहाँ इनकेस कसैलाई हिँड्न अप्ठ्यारो हुन्छ भने चाहिँ दे प्रोभाइड दिस काइन्ड अफ सर्भिस। यतापट्टि भ्युज दामी छ। बबाल हावा लागिरहेको छ कि बाइक एउटा जस्तो भइरहेको छ अहिले है यस्तो दामी ठाउँ चाहिँ बबाल दामी छ। यसो हावा चलेको छ त्यसपालि यति धेरै ठुलो आवाज आएको छैन होला मेरो त्यहाँ जाउँ। अब हामी लोमङथाङको लागि हिँडिरहेको छौँ है। बाबा चाहिँ कागबेनी हो, कागज दर्शन गरिसकेपछि हामी लोमङथाङ प्रस्थान गर्दैछौँ। अब मेरो आवाज त्यति आएको छैन होला हावा लाएर। बहर बहर भिज्छ रोड कन्डिसन अब अफर जस्तो बाटो है गाइजहरू। अगाडि गइसक्नु भयो। हाम्रो एकजना सोल्टी खै आइसक्नु भयो। बाटो चाहिँ गजबै छ है, रमाइलो नै हुन्छ। तर बाटो चाहिँ अलि हल्का हल्का आफूले नै राम्रो हेलो एन्ड गुड मर्निङ। दिस इज थर्ड डे। हाम्रो थर्ड डे चाहिँ हो ट्रेकिङ र राइडिङ हिँडेको चाहिँ। हामी चाहिँ अप्पर मुस्ताङ जान लागिरहेको छौँ होइन। अनि हिजो राति आएर हामी होटलमा बस्यौँ। अनि दिस इज अन द वे टु अप्पर मुस्ताङ कोरोला बोर्डर है के समथिङ चाइना बोर्डर नजिकै छ होइन। अनि अर्ली इन द मर्निङ अराउन्ड 6:37 भइसकेको छ टाइम चाहिँ। अनि वी आर हेडिङ टुवर्ड्स देयर। यहाँबाट हामी निस्किँदैछौँ। होप बाटो राम्रै होस्। तर बबाल मजा आयो यहाँ बस्नु। ओके यो गरिदिनु न 15 त्यहाँ खस्नु भयो। There are gang member. Let's के छ सुट्टो नि गानै घाम लाग्यो नि तर बबाल घाम लाग्यो है। हाम्रो अर्को सुट्टो के छ देख्छ यस्तो घाम लाग्यो बबाल।
निकाल्ने एकछिन रोक्नु न साथै दिनु के भयो अरे ठिक्क छ सबजना आउनु होला हजुरहरू पनि रमाइलो छ बाटो चाहिँ ठिकै छ है हाम्रो लागि चाहिँ मजाको छ ठाउँ चाहिँ ओके हामी लगभग हिँडेको 2 घन्टा जति भइसक्यो 2 घन्टामा हाम्रो स्पिड 20-25 स्पिडमा छौँ यस्तो दामी छ यहाँबाट हेर्दाखेरि चाहिँ बब्बाले है वाउ नाइस हामी चाहिँ अहिले रोमनमा पुगिसक्यौँ अब यहाँ चाहिँ हामी पेट्रोल हाल्ने काम भइरहेको छ अनि तेल हालेर यो चाहिँ लोमनथाङ भइहाल्यो मेन अनि यहाँबाट चाहिँ सिधा माथि गयो भने चाहिँ कोरल बोर्डर पुगिन्छ हजुर नम्बर चाहिँ दिनु न सजिलो मेरो पर्स त होला हामी 5 जना हजुर अनि हाम्रो एउटा सुटो चाहिँ अगाडि गइसक्यो अब हामी पनि यहाँबाट निस्किन्छौँ बाटो चाहिँ ठिकै छ एभरेज राम्रै छ पर्स त्यो ब्यागमा राख न नै भने मेरो ब्यागमै चाहिन्न अब ओके रमाइ लगाइराख है बल्ल मुस्ताङ जस्तो फिल भयो लड्यो त्यस्तो लड्या त होइन अलिअलि त्यो त सानोतिनो हो त फाइनली हामी हाम्रो मेन डेस्टिनेसन कोरोना नाका पुगिसक्यौँ वाउ नाइस यस्तो छ यो नेपाल साइड यो चाइना साइड सुटो किन चाइनिज के अरे म नेपाल नागरिक हो कले गएको पारी जानु न पारी ओ नाइस मैले हामी बिगारे भन्दिन्छु त्यही भएर त म यस्तो लास्टै छिटो छ कि होइन यो फोटोसोटो पनि खिच्यौँ एकछिन तर लास्टै चिसो छ हाम्रो बाइक चाहिँ उहाँ राखेको छ है बाइकमै आफ्नो हामी चाहिँ यहाँसम्म चाहिँ बाटो चाहिँ ठिक छ गजब छ दामी छ यहाँ चाहिँ अब सामानहरू स्टप भेहिकल चाहिँ नो म्यान्स ल्यान्ड हो यो चाहिँ होइन अब यहाँ हामीले अब के सामान रक्सी सक्छौँ सामानहरू पाउँदो रहेछ सामान हेरौँ न पहिला है ल केही सामान यता किन्नु केही सामान किन्नु एकचोटि सर हेर्छु नि ल एकचोटि रेड एउटै हो न ल गाई चक्लेट रहेछ नि हो यसको कति पर्छ कति पर्छ नि यसको चाहिँ यहाँ पनि होला नि